आज हामी एउटा यस्तो अदृश्य आक्रमणको बारेमा कुरा गर्दैछौँ जुन जमिनमा होइन, सिधै हाम्रो दिमागमा लडिँदैछ। यो एउटा यस्तो लडाई हो जहाँ हतियार भनेको एल्गोरिदम हो र युद्धभूमि हाम्रो आफ्नै मोबाइलको स्क्रिन हो। यो भनाइले ठ्याक्कै आजको यथार्थलाई समात्छ। कुनै युद्धको घोषणा भएको छैन, तर देश भित्र युद्धमा छ। राजधानीमा ट्याङ्कहरू गुडिरहेका छैनन्, आकाशमा लडाकु विमान पनि छैन, तर राष्ट्रको सबैभन्दा संवेदन हिस्सा हाम्रो सामूहिक चेतना दिनदिनै कब्जा हुँदैछ। पहिले ट्याङ्क र बन्दुकले सिमानामा लडाई हुन्थ्यो भने आज एल्गोरिदम र कोडले हाम्रो स्क्रिन मार्फत हाम्रो सोचाइमाथि हमला गरिरहेको छ। र सबभन्दा खतरनाक कुरा के हो भने यो युद्धका सिपाहीहरू सेना होइनन्, हामी आफै आम नागरिक हौँ। त्यसो भए अब यो बन्दुक बिनाको युद्धलाई अलिक गहिरिएर बुझौँ। आजको युगमा वास्तविक शक्ति भनेको सिमानामा राखिएका हतियारमा होइन, बरु मानिसको डेटा र उनीहरूको ध्यानलाई कसले नियन्त्रण गर्न सक्छ भन्ने कुरामा छ। यो अवस्थालाई बुझ्न एउटा शब्द छ, डिजिटल उपनिवेशवाद। यो कस्तो अवस्था हो भने देश भौगोलिक रूपमा त स्वतन्त्र छ, तर उसको सामूहिक सोच, जनमत अनि राजनीतिक बहस सबै विदेशी कम्पनीका एल्गोरिदम र सर्भरले चलाइरहेका छन्। भन्नुको मतलब झण्डा त आफ्नै छ, तर देशको आत्मा अरूकै कब्जामा छ। यसको केन्द्रमा डिजिटल प्लेटफर्मले प्रयोग गर्ने मनोवैज्ञानिक हतियारहरू छन् जसले हाम्रो दिमागलाई नै आफ्नो मालिक बनाउँछन्। यो एउटा सोचेरै बनाइएको मनोवैज्ञानिक रणनीति हो जसले 4 चरणमा काम गर्छ। डेटा सङ्कलन, हाम्रो रुचि, कमजोरी र डर जस्ता डेटाहरू जम्मा गरिन्छ। लत, हामीलाई स्क्रिनमा टाँसिराख्न डोपामाइनको लत लगाउने खालका लुपहरू बनाइन्छ। भावनात्मक प्राथमिकता, तथ्यभन्दा पनि उत्तेजक, विभाजनकारी र भावनात्मक कुराहरूलाई प्राथमिकता दिइन्छ। इको चेम्बर, अन्त्यमा हामीलाई एउटा साँगुरो मानसिक कोठा अर्थात् इको चेम्बरमा कैद गरिन्छ जहाँ फरक विचारले छिर्ने मौका नै पाउँदैन। एल्गोरिदमलाई चल्न चाहिने इन्धन आक्रोश, डर, अविश्वास र सनसनीपूर्ण कुराहरू हुन्, किनभने यिनले धेरै इन्गेजमेन्ट पाउँछन् अनि तथ्यमा आधारित सन्तुलित विचारहरू हराएर जान्छन्। यसको सबैभन्दा डरलाग्दो असर युवा पुस्तामा परिरहेको छ, जसले गर्दा उनीहरूमा असन्तोष, चिन्ता र आलोचनात्मक सोच्ने क्षमताको ह्रास भइरहेको छ। अब हेरौँ यसले राजनीतिमा के गरिरहेको छ। देशको दिशा अब नीतिले होइन, भाइरल ट्रेन्डले तय गर्न थालेको छ। जब कुनै विचार वा व्यक्ति सामाजिक सञ्जालमा एक्कासी भाइरल हुन्छ, त्यसको पछाडि स्वाभाविक जनभावना मात्रै हुँदैन, एल्गोरिदमको रणनीतिक खेल पनि हुन्छ। यसलाई नै भर्चुअल प्रक्सी वार भनिन्छ। यो यस्तो युद्ध हो जहाँ विदेशी शक्तिहरूले सिपाही पठाउँदैनन्, बरु डेटा र एल्गोरिदम प्रयोग गरेर कुनै देशको आन्तरिक राजनीतिलाई बिथोल्छन् र नागरिकलाई एक अर्का विरुद्ध उचाल्छन्। हाम्रो राष्ट्रिय सार्वभौमिकता नै गुम्ने खतरा छ, किनभने हाम्रो सामूहिक चेतना यी नदेखिने कोडको उपनिवेश बनिरहेको छ। हामीलाई लाग्छ हामी स्वतन्त्र छौँ, तर हाम्रा निर्णयहरू विदेशी सर्भरमा लेखिएका कोडले चलाइरहेका छन्। आजको खतरा सैन्य आक्रमण होइन, एल्गोरिदमद्वारा गरिने हेरफेर हो। त्यसैले हाम्रो रक्षाको लागि सेना मात्रै पर्याप्त छैन, अब बलियो नीति र डिजिटल साक्षरता पनि चाहिन्छ। यो खतराको सामना गर्न हामीले केही प्रश्नहरूमा बहस गर्नुपर्छ। हाम्रो राष्ट्रिय विमर्शलाई कसले नियन्त्रण गर्ने? के हाम्रो राष्ट्रिय डेटालाई सार्वभौम सम्पत्तिको रूपमा मानेर देशभित्रै राख्न अनिवार्य बनाउनु पर्दैन? एल्गोरिदमको खेल बुझ्ने र आफ्नो डेटाको रक्षा गर्ने डिजिटल नागरिकता जस्ता पाठ्यक्रम विद्यालयमा अनिवार्य बनाउने कि नबनाउने? विदेशी प्लेटफर्महरूका लागि कडा डेटा सुरक्षा कानुन र तारपर्सिताको नियम कस्तो हुने? निष्कर्षमा आजको सबैभन्दा ठूलो राष्ट्रिय प्रश्न सिमानाको पिलर कहाँ छ भन्ने मात्र होइन, हाम्रो सामूहिक चेतना कसको नियन्त्रणमा छ भन्ने पनि हो। किनभने सार्वभौमिकता अब केवल नक्सामा छैन, यो हाम्रो मस्तिष्कमा सरेको छ।